नमस्ते। नेपाली भलिबल क्षेत्रमा चर्चित खेलाडी एवं गण्डकी प्रदेशका कप्तान समेत रहेका सञ्जु विक्रम शाहले गण्डकी प्रदेश भलिबल टोलीभित्रको आन्तरिक राजनीतिक र खिचातानीप्रति कडा आपत्ति जनाउँदै सामाजिक सञ्जाल मार्फत आफ्नो आक्रोश व्यक्त गर्नुभएको छ। आफूलाई टिमबाट बाहिर राख्न केही व्यक्तिहरूले षड्यन्त्र गरेको र गलत भ्रम फैलाएको भन्दै उहाँले ती व्यक्तिहरूलाई कडा चेतावनी समेत दिनुभएको छ। शाहले आफूलाई 18 जनाको टोलीबाट हटाएको भन्दै भ्रम फैलाउनेहरू सक्रिय रहेको दाबी गर्नुभएको छ। उहाँका अनुसार कसैको दया वा चाकडी गरेर नभई आफ्नो क्षमता र पसिनाले यो स्थानसम्म आउन आफूले अहोरात्र मेहनत गरेको समेत बताउनु भएको छ। म अरूको पावर र पैसामा चल्ने मान्छे होइन। म टिम राम्रो भएर जोडिएको भने होइन, टिम कमजोर भएको बेला सम्हाल्न आएको। तर यहाँ आफ्नै घरभित्रको अग्रज भनिनेहरू नै दुश्मन बनेका छन्। उहाँले सामाजिक सञ्जालमा लेखेका केही भनाइहरू यति बेला चर्चाको विषय बनिरहेको छ। शाहले नाम नतोकी आफ्नै टोलीको केही सदस्य वा व्यवस्थापन पक्षका व्यक्तित्वमाथि नै गम्भीर आरोप लगाउनु भएको छ। अरूको अगाडि हजुर हजुर गरेर स्थान बनाएका व्यक्तित्वहरूको क्षमतावान खेलाडीलाई पाखा लगाउन खोजेको छ। टिमभित्रैका अग्रजहरूले आफूलाई पतन गराउन पटक पटक कोसिस समेत गरेको बताएका छन्। अरूको प्रगति देख्न नसक्ने र सधैँ आफ्नै मात्र नाम अगाडि आउनुपर्छ भन्ने मानसिकता गण्डकी भलिबललाई घाटा पुर्याउँछ समेत उहाँले आरोप र प्रतिआरोप लगाउनु भएको छ। खेलाडी शाहले सत्यको जित हुने विश्वास गर्दै समयले सबैलाई जवाफ दिने बताउनुभयो। उहाँले भन्नुभयो, अहिले तिम्रो समय राम्रो होला, तर याद राख पाप धुरीबाट कराउँछ। मलाई कमजोर नसोच, मेरो हिसाब किताब अझै नै बाँकी छ। गण्डकी प्रदेश भलिबलमा लामो समयदेखि योगदान दिँदै आएका शाहको यो अभिव्यक्तिले खेलवृत्तमा ठूलो हलचल पैदा गरेको छ। यस विषयमा गण्डकी प्रदेश भलिबल सङ्घ वा सम्बन्धित टिम व्यवस्थापनले अहिलेसम्म कुनै पनि आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। गण्डकी प्रदेशको भलिबल इतिहासमा यस्तो खुल्ला आरोप र प्रतिआरोप हुनुलाई खेल प्रेमीहरूले चिन्ताको विषयको रूपमा लिएका छन्। मुख्य खेलाडीले नै असुरक्षित महसुस गरेको र आफ्नै टिमभित्र शत्रुतापूर्ण व्यवहार झेल्नु परेको यो घटनाले गण्डकी प्रदेश भलिबल सङ्घमा ध्यान आकर्षण गरेको छ। यो विवादले आगामी प्रतियोगिताहरूमा गण्डकी प्रदेशको प्रदर्शनमा कस्तो असर पार्छ भन्ने विषयमा अहिले खेलवृत्तमा व्यापक बहस सुरु भएको छ र गण्डकी प्रदेशका लोकप्रिय खेलाडी एवं कप्तान समेत रहेका सञ्जु विक्रम शाहले यो अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत कसका लागि लेखेका हुन सक्छन्। के गण्डकी प्रदेशभित्र राजनीतिकरण भएको हो? के तपाईँलाई कस्तो लाग्छ? आफ्नो सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। धन्यवाद।